हेलो साथीहरू, हेर्नु न आज अब कस्तो कस्तो ग्राहकहरू आउनुहुन्छ है। अब के भन्नु, यिनले खास मागेको चाहिँ आमा टी सर्ट हो। म चाहिँ त्यहाँ फोनमा के कामले यता बोल्दै थिएँ, नानीहरू त्यहाँ भित्र खाजा खाँदै हुनुहुन्थ्यो होइन। बेलुका साँझतिर हो कि लगभग यो 6-6:30 बजेतिरको कुरा हो। अनि यिनले चाहिँ आमा टी सर्ट मागिन्। अनि बहिनीहरूले के होला भन्नु त, निकाल्छु म भन्दै पनि उनले त्यो ज्याकेट चाहिँ ल हेर्नु कति सजिलोसँग के त्यो ज्याकेट टिपेर यता लिएर आइन् है। अब हेर्नु है कति सजिलोसँग यिनले त्यो झोलामा हालेर चोरेर लान्छन्। हेर्नु यिनलाई कहीँ देख्नुभयो भने यिनीसँग एकदम सतर्क हुनुहोस्। हुन त अब यो त्यस्तो नेगेटिभली नै लिने त होइन, मलाई डाउट चाहिँ लागेको हो होइन। तर झ्याप्प अरूको झोला हेर्न त अलिकति डर त लाग्छ नि त। मैले सोचेँ उनले त्यो मोबाइल निकाल्दैछिन् भन्ने सोचेँ, तर उनले चाहिँ उताबाट त्यो ज्याकेट लिएर आएर यता खाँचिरहेछन् क्या। कस्तो गरेर ल हेर्नु कति चिने जस्तो गरेर बोलिन् होइन। कहिलेकाहीँ आउने ग्राहक त हुन्, यो कहिल्यै नदेखेको ग्राहक त भन्न मिल्दैन। तर यति सजिलोसँग चोरेर लान सक्ने पनि हुँदो रहेछन् कि एकदम सतर्क हुनुपर्छ हो व्यापारीहरू भएर पनि। हेर्नु हामीलाई त्यही ज्याकेटको मूल्य निकाल्नलाई कतिजनासँग यो लगभग 20वटा ज्याकेट बेच्दाखेरि पनि त एउटा ज्याकेटको मूल्य आउँदैन। हेर्नु त उनले सर्लक्कै त त्यति राम्रो ज्याकेट थियो, जाडोको ज्याकेट हो कि फेरि अझ आजै निकालेको। ल हेर्नु कति मजाले लिएर गइन्। अब के भन्नु न के भन्नु। अनि अरू सामान छैन भनेर सोधिन्, अनि लुत्त निस्किन् क्या यिनी।